हेलो हाई एभ्रिवान, नमस्ते सम्पूर्णमा आशा ब्लगमा स्वागत छ। आज भने म यो सिरियलको सुटिङमा जाँदैछु हैन। यो सिरियल चाहिँ कति टाइम लाग्छ आउँछ त्यो पनि ठ्याक्कै थाहा भएन। मैले चाहिँ धेरै अलि अगाडि नै 2-4 महिना अगाडि नै सुटिङ गरेको थिएँ। हामी सुटिङ युनिटहरू सुटिङ टाइम फ्यामिलीहरू आउन टाइम लागेर हामी पुग्दैछौँ। हामीलाई चाहिँ अलिकति टाइम अलि अगाडि दिनुभएछ। हामी लगभग 9-10 बजीतिर रुमबाट हिँडेका थियौँ भने 12-1 बजीसम्म पनि उहाँहरू आउनुभएको थिएन। हामी कुर्दै थाक्यौँ, यता आयौँ उता आयौँ, लटङलुटुङ गर्दा गर्दै टाइम एकदमै ढिला गर्नुभएको थियो उहाँहरूले हैन। अब यो सिरियलको नाम चाहिँ ठ्याक्कै नभनिहालौँ, टाइम कति लाग्छ आउन। 2-4 महिना अगाडि नै यो चाहिँ सुट गरेको थियो। मैले किन हाल्न खोजेको भने मैले 2 दिन मैले पनि त मेहनत गरेको थिएँ नि त हैन। अब बहिनी स्वर्गमा साथी भेट्नु भएको थियो यहाँनिर, उनीहरू सेल्फ लिँदैछन्। हामी फेरि चिया खाएर वेट गर्दै थियौँ। अहिले टाइम नै लाग्नु थियो, उताको सिनहरू लिँदै हुनुहुन्थ्यो उहाँहरू, सायद त्यही भएर नि हुनसक्छ ढिला भएको होइन। सबै कुराहरू मैले खुलाइनँ। उहाँहरू आएर म चाहिँ मेकअपमा बसेँ। मेरो चाहिँ सानोतिनो रोल थियो यसमा। यसको नाम पनि मैले भनिनँ होइन, किनभने अलिकति आफ्नै प्रब्लमले हो या किन हो यो सिरियल चाहिँ बाहिर आएको छैन, त्यही भएर मैले चाहिँ अहिले खुलाइनँ होइन। फेरि फाइनली आएछ भने भनौँला। 2 दिन चाहिँ बेसरी दुःख गरेको थिएँ नि त मैले, त्यही भएर चाहिँ भिडियो हालेको मैले चाहिँ होइन। यो हाल्ने भनेर नै खिचिरहेको थिएँ त्यति बेला मैले। सुटिङ सुरु हुँदैछ, मेकअप सबै तयारी भयो, यहाँभित्र सुटिङ भइरहेछ अब होइन। मेरो सानो रोल थियो यहाँभित्र। भाडामा बसेको मान्छेले कस्तो व्यवहार हुन्छ भन्ने एउटा दृश्य थियो, त्यो झल्काइँदै थियो यहाँभित्र। अब लगभग सकिने लागेको थियो। बाहिर डाइरेक्टर भाइ आयुषले चाहिँ भयो कि भएन भनेर बाहिरबाट सोध्दै थियो। भित्र हाम्रो चाहिँ सुट भइरहेको थियो है, हाम्रो सुट चाहिँ भइरहेको थियो भित्र। बाहिरबाट हेर्दै थिएँ। मेरो चाहिँ म चाहिँ आएँ, अलिकति बाँकी नै छ, सकिएको चाहिँ थिएन होइन। अझै यताको सिन सक्यो, उताको पनि बाँकी थियो। हामी चाहिँ यहाँभित्रको अलिकति लगभग सक्यौँ भनौँ न। यहाँभित्रको यतिमा सकेर यहाँभित्र बाबा आमाको रोल पनि थियो। बाबा आमाको रोल चाहिँ क्यामेराम्यान लिँदै हुनुहुन्छ। मेरो चाहिँ लगभग सकियो। फाइनली दिदीले सकेर भनेर सोध्दै थिएँ, मैले चाहिँ कहाँ सक्ने यार भनेको थिएँ। अब हामी लगभग सकेर खाना खान जान लाग्यो होइन। मैले भिडियो चाहिँ सर्ट गरेको छु, किनभने सबै भिडियोहरू क्लिप पनि लिन सम्भव हुँदैन नि त। बेसारा रातिको सिन हो। बिहान 11 बजे गएर बेलुका हामी लगभग 10-11 बजे नै राति घर फर्केका थियौँ। अब यहाँ खाना खाएर जानु न भनेर हामी चाहिँ खाना पाकेको थियो अरे होटलमा होइन। खाना खाएरै रुममा आउनु लागेको थियौँ। यो बाटोमा जाँदै गर्दाको सिन हो। काठमाडौँ आरएनएसी भन्दा भित्र गुगल ठ्याक्कै थाहा भएन होइन पनि। हामी चाहिँ मैले चाहिँ राइड गरेर थिएँ। अब खाना खाने ठाउँमा चाहिँ हाम्रो कलाकार सोनाम कोठायतले खाना खाँदै वेटिङ थियो त्यति बेला। मैले चाहिँ क्यामेराबाट पोजिदिएर हुनुहुन्छ। सुजलको ड्याडी भाइ हुनुहुन्छ, अनि यहाँ बहिनी हुनुहुन्छ। अनि चाहिँ यता चाहिँ भाइ आयुष, यो सिरियलको चाहिँ डाइरेक्टर भन्दा हुन्छ, डाइरेक्टर अनि लेखक पनि हो क्या। अनि बहिनी प्यारी स्वर्गम, अनि यहाँ बहिनी त्यही सिरियलकै पात्र बहिनी हुन्थ्यो। अनि त्यस्तै गरी अब म चाहिँ लास्ट हल्ला त हजुर है भनेर पोज दिएको क्या मजाले। अब चाहिँ घर आउने बेला भयो नि त, छुट्टिने बेला चाहिँ मैले चाहिँ पोज दिएर